Hello everyone, welcome back to my channel. It's me Manjula, new day, new vlog. I hope हजुर सबजना सन्चै हुनुहुन्छ होला. म र मेरो छोरो श्रीमान पनि एकदमै सन्चै छौं. अनि आज चाहिँ हो मेरो बेबीको फर्स्ट होली. ह्यापी होली. ह्यापी होली मेरो बच्चा. ह्यापी होली. मामलाले ह्यापी होली भन. ह्यापी होली भन. ह्यापी होली भन मामलाले. मामलाले ह्यापी होली भन छोरो. ह्यापी होली भन. यो दिवसभरि सुत्नु भएको उहाँ राति चाहिँ गरेर टाइममा आफू चाहिँ बल्ल बल्ल सुत्यो यस्तो दिक्क लाएर अहिले त थेगी नसक्नु भएको छ मेरो छोरो चकचकै भनेको नमान्ने न काखमा बस्ने न काहीँ बस्ने खाली जे देख्यो त्यही चाहिने जे खायो त्यही खानुपर्ने उसलाई खाली बाहिर बाहिर घुम्नुपर्ने धेरै मान्छे चाहिने ममुले मात्र नि नहुने फट्टा चाहिँ आइसक्यौँ छतमा अनि छत चाहिँ यस्तो दामी छ कति बजी घाम लागेको 4-5 दिनपछि घाम देख्न पाइयो नत्र घामै लाग्थेन हिजोको बेलुका चाहिँ खतरा पानी अनि गाडा गुडुले गर्दाखेरि आज चाहिँ घाम लागिरहेको छ अब आजदेखि यस्तो गर्मी हुन्छ नि तामाकोसीमा बस्दै सक्नु हुँदैन गाइस फ्यान चलाउँदा नि पसिना आउने त्यस्तो गर्मी हुन्छ तर ठिकै हो गर्मी नै जाडो हुँदा त गर्मी नै ठिक छोरो नभुताला नै यार हाम्रो होली चाहिँ यस्तो छ मजा खानासाना खाएर अनि बाबुले तेल लगाइदिएको त्यसै दुईजना सुतेको मामु छोरा नै है 1 बजीसम्म अनि भर्खर उठेको हामीलाई होली पनि लागेको छैन यसपालि कलर पनि लगाउँदैनौँ हामी सुतेरै सकाउनु ल छोरो आज होली ल आज ओके मामु हो क्या ओके मामु हो मेरो बाबु चाहिँ सुतिसक्यो अनि अब म पनि माथि ट्याङ्कीमा पानी कति छ हेर्छु अनि अलिअलि काम सकाएर म पनि सुत्छु गाइस अब खाजा खान लागेको खाजामा छ आलु चिउरा मासु अनि अचार अनि यहाँ चाहिँ छ दुध चिया अनि बाबु चाहिँ यहाँ बुबु खाँदैछ उठेर आजको दिन त यत्तिकै गयो गाइस होली पनि यस्तै हो हाम्रो तर होली कस्तो भयो ह्याप्पी होली ह्याप्पी होली भन न सानो हाम्रो होली चाहिँ यस्तै भयो गाइस यसपालि